पोखरामा एउटा अचम्मैको घटना भएको छ, जबकि एकजना सहकारी पीडित भनेकै फेरि अर्को सहकारी ठगी काण्डमा पक्राउ परेका छन्। केही समय अगाडि चुनावी अभियानको क्रममा कास्कीको क्षेत्र नम्बर 3 बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेद्वार बनेकी बिना गुरुङलाई आफू सहकारी ठगीमा परेको र आफ्नो पैसा रवि लामी छानेले अपचलन गरेको आरोप लगाउँदै एकजना व्यक्तिले आफ्ना बालबच्चाको स्कुलको बिल बिना गुरुङलाई थमाए। ती व्यक्तिको नाम थियो साथीहरू कृष्ण जैसे। कि त्यति बेला यो कुरा निकै राष्ट्रिय स्तरकै समाचार बन्यो कि रवि लामी छानेले सहकारी ठगी गरेकै कारण यसरी चाहिँ बचतकर्ताहरूको बिचल्ली भनेर। तर आज तिनै सहकारी पीडित भनिएका कृष्ण जैसी अर्को एउटा सहकारी ठगी काण्डमा पक्राउ परेको समाचार आएको छ। हाम्रो रवि लामी छाने सरलाई जसले सहकारी ठगीको मुद्दा हालेको थियो कृष्ण प्रसाद जैसी है, यो चुतिया आज आफै जेल परिरहेछ के। यसले सहकारी ठगी गरिरहेछ। आज 18 करोड 80 लाख कि कति पैसा हो। यसैले हिजो रवि लामी छाने सरलाई मुद्दा हालेको म सबैकै चोटीमा दिनुपर्ने यसको त साला कुकुर चुतिया। उसले त तैँले नभएको चिजमा अभियोग लगाएको थिइस्, भेटिस् है मासाला चुतिया। त कहाँ छ आज? यो सँगै अरू 4 जनाको नाम पनि आइरहेछ कि। मैले धेरैवटा भिडियोमा भनेको छु, जसले रवि लामी छाने सरको खेदो गरिरहेछ नि, आजसम्म कोही उँभो लागेको छैन। सबै मरे सकिए, डढेर भस्म भए। पहिला कुरो केपी ओलीहरू कहाँ छ अहिले? शेरबहादुर देउवाहरू कहाँ छ अहिले? अनि गगन थापा नि प्रमाण देखाउँ भन्ने हेर्नु, यो कुकुरलाई कहाँ छ अहिले? गगन थापाको औकात हैसियत अहिले कहाँ छ अहिले? सूर्य थापा हेरौँ, यो मान्छे कहाँ छ प्रमाण देखाउँछु भन्ने? महेश बर्तौला, महेश बस्नेत, झाँक्री, यिनीहरू कहाँ छन् अहिले? यिनीहरू तेरीमा लबस्तराहरू। बिचारा रवि लामी छाने सर हिजो त्यो जेलभित्र सुतेको हेऱ्यो भने अहिले पनि मुटु दुख्छ कि। त्यो रवि लामी छाने सरलाई उहाँले पाउनुपर्ने अधिकार दिएको छैन भनेर जेलमा जाँदाखेरि तपाईँलाई थाहा छ भएको झ्याल पनि बन्द गरिदिएको थियो त्यो पुलिस चुतियाहरूले। अनि पछि उनीहरू गएपछि तपाईँले झ्याल बन्द गर्न मिल्दैन भनेपछि खोलिदिएको। किन बन्द गरेको भन्दाखेरि सुरक्षाको उसले गर्दाखेरि कारणले भनेर। रवि लामी छाने सरले मलाई घाम त छिर्न दिए भन्दा पनि नदिएको के। त्यसरी राखेको थियो कि रवि लामी छाने सरलाई। तिमीहरू के गर्छौ अहिले? रवि लामी छाने देख्दाखेरि तिमीहरू पुलिसहरू के गर्छौ? अब सलो ढान्छौ तेरीमा हो। यिनीहरू त कुनै भस्म हुनुपर्छ यिनीहरूको त। भन्छ नि पाप धुरीबाट कराउँछ कि। भगवानकै घरमै देर है अन्धेर नै ये। रवि लामी छाने सरलाई जतिले खेदो गरे नि सबै डढेर सकिन्छौ तिमीहरू। अनि बालन शाहले पनि हेर्दै जाऊ 5 वर्षभित्रमा राष्ट्रसभाले के गर्छ नेपालमा भनेर नभएको अभियोग लगाएर। बिचारा न रवि सरले लगाएको होस्, न खाएको होस्, न निकिता म्यामले लगेर दिएको होस्, न कतै बाली घुम्न गएका हुन्, न सिङ्गापुर घुम्न गएका हुन्। रवि लामी छाने जस्तो सर मान्छेलाई नभएको अभियोग लगाएर 19 महिना जेलमा हाले। एउटा पनि पीडितलाई चाहिँ पैसा फिर्काएन नै। मैले धेरैचोटि भनेको थिएँ रवि लामी छाने सर कुनै दिन राष्ट्रसभा सरकारमा पुग्यो भने यी पीडितको पैसा फिर्ता हुन्छ नभए हुँदैन भनेर धेरै भनेको थिएँ। हेर्दै जानु होला तपाईँहरू भोलि राष्ट्रसभाले कसरी पैसा फर्काउने काम गर्छ भनेर देखाउँछन् कि। यो कलिजुग हो, छिट्टै देखिन्छ। अनि तिमीहरू डढेर सकिन्छौ तिमीहरू। यो कुकुरलाई त, यो मान्छेलाई त नि यसको त पैताला चिरेर नुर्सानी हान्नुपर्छ। यसको त चाकाबाट लौरा घुसारिदिनुपर्छ भित्र मासला चुतियाको नभएको अभियोग लगाएर कुकुर। फेरि आज मैले भिडियो बनाएको सबै ढाका टोपी लगाएको रहेछन् कि चुतियाहरू नेपालीका नाममा धब्बा पापीहरू। देख्यौ कसरी आउँदो रहेछ? पक्दै गर, यो त सुरु मात्रै हो। हेर्दै जा कसरी जाकिन्छ रवि लामी छाने सरलाई अभियोग लगाउने। पोखराको सूर्य दर्शनबाट रवि लामी छानेले 1 पैसा ठगी गरेको रहेन रहेछ भन्ने कुरा त आज छ्याङ्ग भयो नि होइन? तपाईँहरूलाई सम्पूर्ण सञ्चार माध्यमहरूमा देख्नुभयो होला। एकजना कृष्ण प्रसाद जैसी भन्ने सहकारी ठगी गरेको वास्तविक अपराधी मान्छेले चाहिँ नक्कली जाहेरी हालेर रवि लामी छानेलाई सहकारी ठगी सम्बन्धी मुद्दामा तानेको रहेछ। त्यति बेला आज चाहिँ त्यो कृष्ण प्रसाद जैसी भन्ने मान्छे पक्राउ परेको छ, जसले चाहिँ त्यहीँको पोखराको अर्को सहकारी धनुष बचत तथा ऋण सहकारीमा चाहिँ ठगी गरेर उसले चाहिँ भनौँ न 12 करोड चान्जुनको ठगी, 12 करोड 56 लाखको ठगीमा मुख्य योजनाकार यो मान्छे पनि रहेको। र कृष्ण प्रसाद जैसीले जो रवि लामी छानेलाई मुख्य मुद्दा हाल्ने मान्छे थियो, उसले 82 लाख बराबरको चाहिँ हिनामिना गरेको हिसाब किताब देखिसकेको र अरू हिसाब किताबको छानबिन हुँदै गरेको भन्ने बुझिएको छ। यो दिनेश त्रिपाठी भन्ने यो वकिल छ नि, वकिल योसम्म पुगोस् कि यो भिडियो यसलाई थाहा होस् कसले फसाएको रहेछ, कुन तरिकाले फसाएको रहेछ काङ्ग्रेसले भन्ने कुरा यसलाई राम्रोसँगले थाहा होस्। यो जुन अकालत गरिरहेको छ नि काङ्ग्रेसको, पैसा खाएर पैसा लिएर रविलाई फसाउने दुनियाँ दिवाना काम गर्न खोजिरहेको छ नि, यसले अझै पनि यो भिडियो यो भएसम्म पुगोस्, यसले सुनोस् विश्वप्रकाश शर्माले के भनेको रहेछ, कसरी फसाउन लगाएको रहेछ रवि लामी छानेलाई, यो खातेसम्म पुगोस् है यो भिडियो। खास गरी रविमाथि जो यातना एक हिसाबको दियो
गल्ती अलिअलि महसुस भएको छ, स्वीकार्न पनि पर्छ होइन। मैले गरे गल्ती भने के छ भने नेपाली कांग्रेसको संसदीय दलको कार्यालयभित्र अथवा चाहिँ नेपाली कांग्रेसको संसदीय दलको नेताको कार्यकक्षभित्र तय भएको कुनै पनि कार्यक्रममा चाहिँ नि तपाईँ बोल्नुहोस् भनेपछि होइन, तपाईँ बोल्नुहोस् भने चाहिँ अझ मलाई त के भनेको थियो भने विश्वप्रकाश शर्माजीले गगनजीसँगै बसेर के भनेको थियो भन्दाखेरि तपाईँ चाहिँ राजसभा डिपार्टमेन्ट हेर्नुहोस् भन्थे। त्यस्तो धेरै त मैले गरिनँ। अलिअलि त्यो गल्ती पनि थियो जस्तो तपाईँलाई अहिले रियलाइज हुन्छ जुन होइन। अहिले चाहिँ के लाग्यो भने मलाई चाहिँ त्यो सम्पत्ति शुद्धिकरण चाहिँ घुमाएर जुन मुद्दा लाग्यो नि, जिल्ला कुदाएको छ होइन, अनि राति उठाएको छ नि, त्यो चाहिँ अपराध अन्तिम इच्छासम्म सोधेर होइन, त्यो चाहिँ अपराध हो। यदि रवि लामिछानेजीले पनि त्यस्तै जघन्य कुनै अपराध गर्नुभएको छ नि उहाँ पनि होइन। फेरि पार्टीसँग जोडिएका अरू पात्रलाई प्रिभिलेज दियो क्या त्यो गभर्मेन्टले त्यति बेला। त्यसो भएर त अहिले बुमराङ हो नि। बुमराङ के भनेको थियो भने विश्वप्रकाश शर्माजीले गगनजीसँगै बसेर के भनेको थियो भन्दाखेरि तपाईँ चाहिँ राजसभा डिपार्टमेन्ट हेर्नुहोस् भन्थे। सुन्यो होला नि दिनेश त्रिपाठी के भनेको रहेछ, कसरी फसाउन लगाएको रहेछ, के भनेर सम्हाल्नु भनेको रहेछ सुनिस् होला नि। विश्वप्रकाशले के भन्दैछ, विश्वप्रकाश शर्माले कसरी फसाउन लगाएको रहेछन्, कसरी बोल्न लगाएको रहेछन् रवि विरुद्ध थाहा भयो। यति थाहा हुँदै पनि त अझै झुटको पखाएर फोकिरहेछस् समाजमा, अझै नराम्रो बयान गरिरहेछस् रविको बारेमा समाजमा। त वकिल होस् कि मान्छे होस्, त सहीलाई सही गलतलाई गलत भन्न नसक्ने त वकिल होस्, त झोले होस्, त पैसामा किनिएको झोले होस्। त हरामी। अब यो कृष्ण प्रसाद जैसी भन्ने मान्छे चाहिँ नेकपा एमालेको निकै अग्रणी कार्यकर्ता भन्ने कुरा चाहिँ सुन्नमा आएको छ पोखरा क्षेत्रहरूबाट होइन। र त्यो हिसाबले पनि राजनीतिक प्रतिशोधको हिसाबले रवि लामिछानेलाई उसले नखाएको विष लगाइदिने भन्ने हिसाबबाट चाहिँ यसले मुद्दा हालेको रहेछ। आज चाहिँ प्रहरी प्रशासनले यो कृष्ण प्रसाद जैसी भन्ने व्यक्तिलाई चाहिँ सहकारी ठगी अपराधीको चाहिँ प्रमाणसहित पक्राउ गरेको छ। अब सूर्यदर्शन सहकारी ठगी सम्बन्धमा जीवी राई लगायत मुख्य त्यहाँका सञ्चालकहरू र जो मेन अपराधी थिए उनीहरूलाई मुद्दा परेको थियो सुरुमा पोखरा जिल्ला अदालतमा होइन, कास्की जिल्ला अदालतमा। तर एमाले यो मान्छेलाई खडा गरेर चाहिँ रवि लामिछानेलाई समेत जाहेरीमा हालिदिइसकेपछि दोस्रो राउन्डमा रवि लामिछाने लगायतलाई फेरि बिगो भर्ने भन्दै विभिन्न अभियोग लगाएर चाहिँ 51 जनालाई मुद्दा हाल्ने भन्दै गर्दाखेरि रवि लामिछानेको नाम दोस्रो चरणमा हालिएको थियो। अनि तेस्रो चरणमा चाहिँ फेरि काठमाडौँबाट केपी ओलीको सरकार बनिसकेपछि केपी ओली र एमालेको एमालेको र काङ्ग्रेसको संयुक्त सरकार बनिसकेपछि रमेश लेखकको कानुनी डिजाइन, त्यो पछाडि गगन थापा विश्वप्रकाशहरूको चाहिँ संसदीय दलबाट संलग्नता, अनि त्यो पछाडि महेश बस्नेत लगायतका मान्छेहरूको दबाब प्रेसर र संयुक्त संयन्त्रबाट चिया खाएर सूर्य थापा लगायत सँगै बसेर चिया खाएर गफसफ गरिसकेपछि ल त्यसो भए सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण पनि हालिदिने रविको विरुद्धमा, किनकि रविले भोट दिएको थिएन अनि रविले चाहिँ काङ्ग्रेस या एमालेलाई सपोर्ट गर्न मानेको थिएन 21 जना सांसद सहितमा। त्यसले गर्दा अनि रवि लामिछानेको सांसद पद खाइदिएर उसलाई चाहिँ जिरो बनाइदिएर राष्ट्रिय स्वतन्त्र पार्टी सङ्गठन गर्न ठाउँ हिँड्न सक्छ, 84 मा हामीलाई चाहिँ धराप पार्न सक्छ भन्ने भएर उसलाई चाहिँ सङ्गठन गर्न पनि नदिने, जिल्लामा नजाने, उसको पार्टी बरु फुटाइदिने टुटाइदिने अनि उसलाई चाहिँ जेलै हालिदिने। त्यसो भएपछि यी कुनै सङ्गठन नभएकाहरू यी ठेट्नाहरू सबै सिद्धिहाल्छन् भन्ने तरिकाले चाहिँ त्यसो गरेको थियो। र त्यो केसलाई अहिले हटाउनको लागि सर्वोच्च अदालतमा चाहिँ मुद्दा चलिरहेछ। त्यो जुन प्रतिशोधपूर्ण तरिकाले सम्पत्ति शुद्धिकरण र चाहिँ सङ्गठित अपराध लगाएको थियो त्यसलाई चाहिँ जहाँसम्म सहकारी ठगी भनेर लगाएको थियो त्यो चाहिँ यस किसिमका यो कृष्ण जस्ता नक्कली सहकारी ठगहरूलाई चाहिँ जाहेरी हाल्न लगाएको रहेछ।
अब बुटौलको केसमा पनि नक्कली जाहेरी हालेर चाहिँ गराइएको थियो। त्यो कुरा त जाहेरी हाल्ने मान्छेहरूले पोहोर सालै भनिसकेका हुन् कि हामीले रविलाई मुद्दा हालेको छैन, हामी जान्दैनौँ भनेर उनीहरूले भनिसकेका छन्। प्रहरीले जबरजस्ती मुद्दा हलाइएको देखिएको छ भने चितवनमा त्यस्तै अवस्था छ र काठमाडौँमा पनि त्यस्तै किसिमको अवस्था छ, जहाँ चाहिँ रवि लामिछाने कुनै पनि सहकारीहरूमा सदस्य पनि छैन, उसले प्रत्यक्ष कहीँबाट पनि लिएको छैन। उसको संस्थामा हुनसक्छ जीवी राई कसैले लिएर आयो होला, जो कर्पोरेट ल अनुसारबाट ती कुराहरूलाई हेरिनु पर्दछ। त्यही कर्पोरेसनमा बसेर त्यो पैसा कहीँबाट उसले चाहिँ बेनिफिट लिएको देखियो भनेदेखि, तर यसरी रवि लामिछानेले न त कुनै सङ्गठित गर्नु, न चाहिँ सम्पत्ति शुद्धिकरण सम्बन्धीको मुद्दामा पर्नु, न कुनै केहीमा पर्नु, न सहकारी ठगीमा पर्नु होइन। र यस्ता कुराहरूले आज छर्लङ्ग हुँदैछ। र यो कृष्ण जैसी भन्ने मान्छेले चाहिँ अस्ति त्यहाँ चाहिँ बिना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदको उम्मेदवारलाई चाहिँ गएर मेरो सहकारी ठगी भएको कारणले गर्दाखेरि मैले बच्चाहरूको फिस तिर्न पाइनँ भन्दै बिल लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको आमसभामा गएको थियो, स्कुलको बिल लिएर ऊ गएको थियो। तर कस्तो प्लान के रहेछ त एमालेको काङ्ग्रेसहरूको भन्ने कुरा यहाँबाट छ्याङ्ग भयो। आज त्यहाँ 1 पैसा बच्चाको फी तिर्न नसकेको भनेर बिल देखाउने मान्छे, नक्कली बिल देखाइरहेको मान्छे आज आफै 12 करोड ठगीको मुद्दामा फेरि प्रहरीद्वारा पक्राउ परेछ। अब जनताहरूले यसैबाट प्रश्न बुझ्दाखेरि हुन्छ कि हिजो कतिसम्म दाल गलाइएको रहेछ रवि लामिछानेलाई एउटा फर्जी कागजहरूबाट चाहिँ अपराधी साबित गर्नको लागि। जस्टिस फर रवि लामिछाने र जस्टिस फर यस्ता कृष्णे जस्ता अपराधीहरूबाट ठगिएका चाहिँ सहकारी पीडितहरू। पोखराको सूर्य दर्शनबाट रवि लामिछानेले 1 पैसा ठगी गरेको रहेन रहेछ। बाज्नुपर्छ सबै थोक देखिन्छ। अझ स्पेसल्ली त नेपालमा धेरै नै कुराले गर्दा सहकारी पीडित भयो भनेर नेतृत्व पनि गरिरहेको थियो, नारा लाउँथ्यो, जुलुस लाउँथ्यो। त्यही व्यक्तिले चाहिँ सहकारी ठगको केसमा चाहिँ आज पक्राउ हुनुहुन्छ। र नेपालमा यही प्रवृत्ति छ, जो चोर उसैको ठुलो स्वर, र देश विकासको कुरा गर्ने र आफ्नो पालो परेपछि लामा हात गरिहाल्ने। कतै तपाईँको वरिपरि पनि त्यस्तै व्यक्ति छन् भने समाधान भने रहनु। रवि लामिछानेलाई फसाउन कत्रो ठुलो प्लान भएको रहेछ भन्ने कुरा यहाँबाट थाहा हुन्छ क्या। गगन थापा र विश्व प्रकाश शर्माले त रवि विरुद्ध एउटा डिपार्टमेन्ट नै बनाएर काम गरिरहेका रहेछन्। अनि अहिले रवि विरुद्ध जाहेरी दिने मान्छे नै सहकारी ठगीमा पक्राउ परे पछाडि तपाईँहरू आफै बुझ्नुहोस् कत्रो ठुलो प्लान भइरहेको थियो रविलाई फसाउन र सिद्ध्याउनलाई। रवि लामिछाने दाइलाई जसले मुद्दा हालेको थियो सहकारीको जो पैसा ठगी भन्ने होइन, अहिले त्यही भत्तुवा कृष्ण जैसी भन्ने भत्तुवा ऊ आफैले चाहिँ धनु सहकारीबाट चाहिँ 80 लाख रुपियाँ निकालेर पनि मिटर ब्याजमा लगाएर दुनियाँ गरेको आरोपमा त्यो भत्तुवा अब पक्रा पर्दै रहेछ। हेर्नुहोस् यो दुनियाँ यस्तो छ कि होइन, जो मान्छे आफू खराब हुन्छ, आफू गलत हुन्छ नि, त्यसपछि आफू पन्छिनको लागि, आफू चोखिनको लागि, अरूलाई फसाउनको लागि ठुलो खेल खेल्छ कि। अहिले थाहा पाउनुभयो। त्यही भएर सत्यको जित जहिले पनि हुन्छ, र मात्र के हुन्छ भन्दा ढिलो हुन्छ, समय लाग्छ, तर सत्यको जित हुन्छ क्या। त्यही भएर रवि लामिछाने दाइको बारेमा अब सबै कुरा क्लियरली प्रमाण आउँदैछ क्या। बुझ्नुभयो नि होइन? यसरी मान्छेहरूले आफू गल्ती गरेर अरूलाई फसाउने कोसिस गर्छ आफ्नो गल्ती छोप्नको लागि। बुझ्नुभयो नि? त्यही भएर र सत्यको जित भन्ने कुरा सधैँ हुन्छ। सो रवि लामिछाने दाइ यो कुरामा एकदम निर्दोष छ भन्ने कुरा सबैलाई थाहा छ। यो भिडियो धेरै सेयर गरेर सबसम्म पुर्याइदिनु। नेपालीमा एउटा उखान थियो नि, जो चोर उसकै ठुलो चोर हो। ठ्याक्कै त्यही उखान आज प्रत्यक्षमा देख्न पाइएको छ। साथीहरू, कास्कीमा एउटा सहकारीबाट रवि लामिछानेलाई एउटा नाइकेले मुद्दा हालेको थियो। त्यही नाइके चाहिँ अर्को सहकारीको पैसा हिनामिना अथवा ठगी गरेको काण्डमा आज पक्राउ परेछ। अब भन्नुहोस्, को चोर को चाहिँ पुलिस भयो त्यहाँ? जो चोर उसकै ठुलो चोर भएन त्यहाँ? साथीहरू, एउटा कुरा के छ भने अर्कालाई मार्छु नभन्नु रे क्या, भगवान्ले आफैलाई मारिदिए हुन्छ अरे। अर्कालाई मार्छु, लडाउँछु, काट्छु भन्यो भने आफै मर्न लागिसके पत्तो हुँदैन अरे क्या। त्यसैले आज जस्तो भनेको त्यस्तै भएको छ। चोर भनेर अरूलाई चोर दोष लाउने व्यक्ति आज आफै चोर भनेर पक्राउ परेको छ। अब भन्नुहोस्, अस्ति यसले राष्ट्रपाका एकजना सांसदलाई पनि स्कुलको विद्यालयको बिल लगेर, छोरीको बिल लगेर यो पैसा तिर भनेर धम्की दिइरहेको थियो। अब भन्नुहोस्, उसलाई के कारबाही गर्ला?